नमस्कार, अपन समाचारमा स्वागत छ। अब समाचार विस्तारमा। सर्लाही गौडैता नगरपालिका 6 स्थित बगदह चिनी मिलको बाटोमा उखु मोड रोकिराखेको ना एक त 66 ट्र्याक्टरको टेलर मुनि सोही ट्र्याक्टरका चालक बलरा नगरपालिका 5 अनर्हा बस्ने अन्दाजी 26 वर्षीय शम्भु महतो बुधबार बिहान मृत अवस्थामा फेला परेका छन्। सुनसरीको कोशी गाउँपालिका 7 मा आज बिहान पिकअप गाडीको ठक्करबाट जङ्गली अर्नाको मृत्यु भएको छ भने पिकअपमा सवार 3 जना घाइते भएका छन्। पूर्व पश्चिम लोकमार्गमा बिहान 4:30 बजे पूर्वतर्फ जाँदै गरेको लु 25958 नम्बरको गाडीले बाटो काट्दै गरेको अर्नालाई ठक्कर दिँदा अर्ना घटनास्थलमा नै मरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। अर्नालाई ठक्कर दिँदा गाडी सडकमा पल्टिँदा चालक जिल्ला दाङ गडुवा गाउँपालिका 2 बस्ने वर्ष 18 को शिवचन्द्र चौधरी, वर्ष 41 को ज्ञानप्रसाद चौधरी र वर्ष 38 को जितराम चौधरी घाइते भई उपचारको लागि जिल्ला अस्पताल इनरवा पठाइएको प्रहरीले जनाएको छ। सशस्त्र प्रहरी बलका हवलदार मृत फेला परेका छन्। तनहुँ घर भएका वरिष्ठ हवलदार रामबहादुर विक बुधबार बिहान कृतिपुर त्रिभुवन विश्वविद्यालयका आयुर्वेदिक क्याम्पस नजिक मृत फेला परेका हुन्। उनी 15 नम्बर गण कालिन्चोक कार्यरत थिए। बिहान 5:45 बजे उनको शव फेला परेको प्रहरीले जनाएको छ। सडकबाट केही तल घिच्रिएर ढलेको उनको शवलाई पोस्टमार्टमका लागि टिचिङ अस्पताल लगिएको कृतिपुर प्रहरीले जनाएको छ। विकम मुटु रोग रहेको प्रहरीले जनाएको छ। उनको शरीरमा कुनै चोटपटक नरहेको प्रहरीले जनायो। प्रतिनिधि सभाका सभामुख कृष्ण बहादुर महराले सरकारवाला निकायसँग पर्याप्त छलफल गरेर मात्रै कानुन निर्माण गर्न सरकारको ध्यानकर्षण गराउनु भएको छ। सभामुख महराले सूचनाको हक सम्बन्धी कानुन परिमार्जन गर्न पनि सरकारसँग आग्रह गर्नुभयो। उहाँले सूचनाको हकसँग सम्बन्धित कानुन परिमार्जनका लागि आफूले संघीय संसदमा सक्दो पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। बुधबार काठमाडौँमा आयोजित सूचनाको हकको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले सूचनाको हकको प्रभावकारी गर्न पनि सरकार र सम्बन्धित निकायलाई सचेत गराउनुभयो। यो सूचनाको हक सम्बन्धी ऐनलाई प्रभावकारी बनाउन अहिले जस्तो यसो राख्नुभयो, कतिपय कुरा त 10-12 वर्ष भइसक्यो। अब त्यो पुरानो पनि भयो। कुनै पनि चिज चाहिँ अब त्यतिखेर जस्तो थियो अहिले त्यस्तै हुन्छ भन्ने छैन। हामीले परिमार्जन गर्नुपर्छ। यहाँ अर्को ड्राफ्ट अहिले मन्त्रालयमा पुगेको छ भन्ने पनि सुने। कतिपय मैले अहिले सभामुखको हैसियतले भन्नुपर्दा मैले के सुन्छु भने सरकारवालासँग सम्पर्कै नगरेको पनि ऐन भन्छन्। त्यस्तो नहोस्, सरकारलाई मेरो विशेष ध्यान आकर्षण। गत वर्ष मौलिक हक सम्बन्धी आचार संहिता सम्बन्धी लागू भयो। त्यसपछि फेरि आवाज उठ्यो, फेरि अहिले पनि पेश गरौँ। त्यस्तो स्थिति नहोस्। सबभन्दा पहिले सरकारवालासँग पर्याप्त छलफल गरेर निस्किन्न। सभामुख महराले संस्थाहरू पारदर्शी नहुँदासम्म सूचनाको हक सम्बन्धी ऐन कार्यान्वयनको कामलाई विशेष ढङ्गले अघि बढाउनु पर्ने आवश्यकता पनि औल्याउनुभयो। उहाँले सूचना आयोगले सूचनाको हक सबै नागरिकले पाउनुपर्ने मान्यताका आधारमा सबै मन्त्रालय, विभाग, आयोजक लगायतका संवैधानिक निकायमा समेत सूचना अधिकारी तोक्ने व्यवस्था गरिएको पनि स्पष्ट पार्नुभयो। संसदीय समितिमा हामी पठाउँछौँ, संशोधन गर्ने अधिकार हुन्छ, सांसदहरू हुनुहुन्छ, त्यहाँ पनि सरकारवालाले बोलाएर पर्याप्त छलफल गर्ने स्थिति पैदा हुन सक्छ र मात्रै बन्न सक्छ। धेरै समस्या आयो भने त्यो अझै पेन्डिङ भएर केही समय रहिराख्न पनि सक्छ। त्यसकारणले आवश्यकता अनुसार सूचना ऐनलाई परिमार्जन गर्नको निमित्त मेरो तर्फबाट के सहयोग हुन्छ म सहयोग गर्न तयार छु। तर पहिले सरकारले सरकारवालासँग पर्याप्त छलफल गरेर विधेयकका रूपमा संसदमा पेश गर्नुभन्दा पहिले एउटा सहमतिपूर्ण दस्तावेजको रूपमा पेश होस् भन्ने मेरो इच्छा हो, चाहना हो। राष्ट्रिय सूचना आयोगले विगत 4 वर्ष यता सूचनाको हक सम्बन्धी कानुन कार्यान्वयन गराउन 5073 वटा आदेश समेत जारी गरिएको पनि जनाएको छ। विश्रामपछि समाचारमा स्वागत छ। अब बाँकी प्रसङ्ग।
सरकारले शारीरिक तथा मानसिक रूपमा अशक्त बालबालिका लागि सबै स्थानीय तहमा पुनर्स्थापना केन्द्र स्थापना गर्ने घोषणा गरेको छ। परराष्ट्र मन्त्री प्रदीप गेवालले शारीरिक तथा मानसिक रूपमा अशक्त बालबालिकाहरूका लागि 753 वटा स्थानीय तहमा पुनर्स्थापना केन्द्र स्थापना गर्न लागेको जानकारी दिनुभएको हो। त्यसमा उनीहरूको हेरचाह, विशेष खालको शिक्षा लगायतका व्यवस्था गर्ने सरकारको नीति रहेको मन्त्री गेवालीको भनाइ छ। बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले मानसिक रूपमै अशक्त बालबालिकाहरूको लागि सरकारले भत्ताको व्यवस्था गर्ने नीति लिएको पनि बताउनुभयो। उहाँले शारीरिक तथा मानसिक रूपमा अशक्त बालबालिकाहरूलाई सहयोग गरिरहेका संस्थाहरूलाई सरकारले प्रोत्साहन गर्ने आश्वासन व्यक्त गर्नुभयो। पुनर्स्थापना केन्द्रहरू निर्माण गर्न सकियोस् ताकि बालबच्चाहरू त्यस्ता समस्यामा रहेका बालबच्चाहरूलाई त्यहाँ राखेर पुनर्स्थापित गर्ने र बुवा आमाहरूलाई निर्धक्कसँग आफ्नो दैनन्दिन कामहरूमा लाग्न सक्ने वातावरण निर्माण गर्न सकियोस्। सबभन्दा ठुलो समस्या के हो भने मस्तिष्क पक्षाघात भएका बालबच्चा रहेको परिवारमा उनीहरू आफूहरू त समस्यामा हुन्छन् नै, उनीहरूको कारणले घरमा कमाउने बुवा अथवा कमाउने आमा मध्ये कोही न कोहीले आफ्नो सँगै जीवन त्यतिको निम्ति डिभोटेड गर्नुपर्छ। अरू कसैलाई जिम्मा दिएर हेरचाह सम्भव छैन। 24 घण्टा निरन्तर रेखदेख गर्दा त्यो गरिबीको दुष्चक्र बढ्दै जान्छ। गरिबीले थप गरिबी निम्ताउँदै जान्छ, किनभने तपाईँले आय आर्जनका अवसरहरूबाट पनि वञ्चित हुनुपर्ने हुन्छ। त्यो नहोस् भन्नका निम्ति कमसेकम अभिभावकहरूलाई ढुक्कसँग काममा लाग्ने वातावरण निर्माणको निम्ति बालबालिकाहरूलाई उपयुक्त ढङ्गको पुनर्स्थापना केन्द्र जहाँ उनीहरूको औषधि उपचार होस्, जहाँ उनीहरूले खेल्न पाउन्, जहाँ उनीहरूलाई विशेष शिक्षा दिन सकियोस्, ती प्रत्येक स्थानीय तहसम्म पुनर्स्थापना केन्द्रहरू निर्माण गर्ने। परराष्ट्र मन्त्री गेवालीले शारीरिक तथा मानसिक रूपमा अशक्त बालबालिकाहरूका लागि अभिभावकहरूलाई पनि आवश्यक आर्थिक सहायता गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाली हस्तकलाको संरक्षण, सम्वर्धन र विकासमा विशेष जोड दिन सरकारलाई आग्रह गर्नुभएको छ। उपराष्ट्रपति पुनले नेपालको निर्यात व्यापारमा समेत ठूलो योगदान दिँदै आएको हस्तकलाको संरक्षण र सम्वर्धन गर्नुको विकल्प नरहेको पनि स्पष्ट पार्नुभयो। बुधबार ललितपुरको पाटन दरबार क्षेत्रमा आयोजित कला तथा सांस्कृतिक महोत्सवको उद्घाटन गर्दै उहाँले नेपाली कला र संस्कृति सङ्कटमा पर्दै गएको उल्लेख गर्दै त्यसको संरक्षण लाग्न पनि सबैलाई आह्वान गर्नुभयो। उपराष्ट्रपति पुनले नेपालको चिनारीको रूपमा रहेको कला र संस्कृतिको विकासमा सबैले उत्तिकै चासो दिनुपर्ने आवश्यकता पनि औल्याउनुभयो। 5 दिनसम्म चल्ने महोत्सवमा ललितपुरको कला संस्कृति झल्कने खालका विभिन्न हस्तकलाका सामग्रीहरू राखिएका छन्। विश्वकला परिषदले ललितपुरको पाटन दरबार क्षेत्रलाई कला नगरीको रूपमा घोषणा गरेको स्मरण रहेको वर्ष पाटन दरबार क्षेत्रमा कला तथा संस्कृति महोत्सव आयोजना गर्न सुरु गरिएको हो। महोत्सवबाट त्यहाँको कला र संस्कृतिलाई विश्वमा चिनाउन सघाउ पुर्ने अपेक्षा गरिएको छ। मेलम्ची खानेपानी आयोजनाको काम अलपत्र छोडेर गएको इटालियन ठेकेदार कम्पनी सीएससीले सरकारसँग क्षतिपूर्ति बापत 2 अर्ब 52 करोड रकम माग गरेको खुलासा भएको छ। संघीय संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बुधबारको बैठकमा समितिका सदस्य सुरेन्द्र राज पाण्डेले नाकाबन्दी लगायतका कारण सो आयोजना निर्माणको क्रममा भएको क्षति बापत सरकारसँग सो कम्पनीले 2 अर्ब 52 करोड माग गरेको जानकारी गराउनु भएको हो। समितिले पाण्डेलाई सो आयोजनाबारे स्थलगत अध्ययन गरी प्रतिवेदन तयार पार्ने जिम्मेवारी दिएको थियो। समितिको बुधबारको बैठकमा उहाँले बुझाउनु भएको प्रतिवेदनमा सो आयोजनाको बाँकी काम सम्पन्न गर्न 2 अर्ब 45 करोड लाग्ने पनि सम्बन्धित निकायले जानकारी गराएको पनि उल्लेख गरिएको छ। समितिका सदस्य पाण्डेले 2 अर्ब 52 करोड क्षतिपूर्ति दिएर सो आयोजनाको बाँकी काम सीएमसी कम्पनीबाट गराउनु भन्दा 2 अर्ब 45 करोडमा सो आयोजनाको काम सम्पन्न गर्न उपयुक्त हुने देखिएको पनि समितिलाई जानकारी गराउनुभयो। त्यहाँ चाहिँ नि विभिन्न खालको त्यहाँ इक्विपमेन्टहरू राख्नुपर्ने सबै गर्दाखेरि है भन्ने चाहिँ नि उहाँहरूको भनाइ छ। अब सरकारले चाहिँ नि निर्णय नगरेर अब नयाँ दिने कि यही ठेकेदार बोलाउने भन्ने बारेमा चाहिँ नि सरकार आफै अन्य अवस्थामा रहेको अवस्थामा कुनै निर्णय गरेको छैन। त्यसले गर्दाखेरि यो प्रोजेक्ट चाहिँ अहिले स्टप भएर बसेको अवस्था छ। अब लागतको हिसाबले भन्ने चाहिँ के रहेछ भन्दाखेरि त्यहाँ 2 अर्ब 45 करोड टोटल लाग्छ अबको कामलाई, बाँकी कामलाई। अनि इटालियन ठेकेदार जो भागेर गयो त्योले चाहिँ नि अब 2 अर्ब 52 करोड रुपियाँ मलाई दिनुपर्छ अनि मात्र म फर्केर आउँछु भनेको छ।
त्यो फेरि 2 अरब 52 करोड छ नि यो कन्स्ट्रक्सन कामको लागि होइन। मेरो अहिलेसम्मको उसको क्लेम मलाई काम गर्न नदिएको, मेरो चाहिँ नि त्यो पहिला एउटा डिस्प्युट गरेर मागेको पैसा छ नि, जुन चाहिँ उसले चाहिँ 1 अरब 35 करोड 28 कति मागेको, सरकारले 36 करोड मात्र दिने भनेर डिस्प्युट चाहिँ नि मिलाएको त्यो समेत। अनि त्यसपछि अब अनि उनीहरूको त्यो के जगत आएको, टाइम नमिलेको, यस्ता दुनियाँ गरेर उसको क्लेम हो त्यो काम रोकिएको। यो क्लेम नै उसले 2 अरब 52 करोड गरेको अवस्था रहेछ। जब समितिका सदस्य पाण्डेले सो आयोजनाको कामलाई छिटो अघि बढाउन पनि सरकारलाई सचेत गराउनुभयो। प्रतिवेदनमा सीएमसी कम्पनीको 2 अर्ब 10 करोड रुपैयाँ सरकारले बैंकबाट जफत गरिसकेको पनि उल्लेख गरिएको छ। विश्रामपछि समाचारमा पूर्ण स्वागत छ। अब बाँकी प्रसङ्ग। सरकारले नेपाल लगानी सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। अर्थमन्त्री एवं नेपाल लगानी सम्मेलन मूल समारोह समितिका संयोजक डाक्टर युवराज खतिवडाले बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गरी चैत्र 15 र 16 गते आयोजना हुने सो सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा एक भव्य समारोहका बीच उद्घाटन गर्नुहुने सम्मेलनमा विभिन्न 40 मुलुकका उच्च स्तरीय प्रतिनिधि मण्डल लगायत 600 भन्दा बढी विदेशी लगानीकर्ताहरूको उपस्थिति रहनेछ। 2 दिने सम्मेलनमा नेपाल सरकार लगानी बोर्डले कृषि, जलविद्युत, उद्योग, पर्यटन, यातायात, शहरी पूर्वाधार एवं शिक्षा तथा स्वास्थ्य क्षेत्र सम्बन्धी सार्वजनिक क्षेत्रका 50 र निजी क्षेत्रका 27 गरी 77 वटा परियोजनाहरू प्रस्तुत गर्नेछ। त्यसै गरी सम्मेलनमा करिब 12 वटा विभिन्न समझदारी पत्र तथा सम्झौतामा हस्ताक्षर गरिने तयारी गरिएको पनि अर्थमन्त्री खतिवडाले बताउनुभयो। भइसकेपछि लगानीले लगायत 600 भन्दा बढी विदेशी लगानीकर्ताको उपस्थिति रहनेछ। त्यसै गरी यस सम्मेलनमा नेपाल सरकारका उच्चपदस्थ अधिकारी, नेपाल स्थित विदेशी कूटनीतिक नियोगका प्रतिनिधि, विकास साझेदार संस्थाहरू, नेपाली निजी क्षेत्र, गैर आवासीय नेपाली तथा स्वदेशी लगानीकर्ता लगायतको सहभागिता रहनेछ। उक्त 2 दिने सम्मेलनमा नेपाल सरकार लगानी बोर्डले कृषि, जलविद्युत, उद्योग, पर्यटन, यातायात, शहरी पूर्वाधार र शिक्षा एवं स्वास्थ्य क्षेत्र सम्बन्धित सार्वजनिक क्षेत्रका 50 र निजी क्षेत्रका 27 गरी 77 वटा परियोजना प्रस्तुत गर्नेछ। त्यसै गरी सम्मेलनमा करिब 1 दर्जन जति समझदारी पत्र तथा सम्झौताहरूमा हस्ताक्षर हुने हाम्रो तयारी छ। यसै सम्मेलनलाई लक्षित गरेर नेपाल सरकारले सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन, विदेशी लगानी तथा प्रवृत्ति हस्तान्तरण ऐन ल्याउनुको साथै विशेष आर्थिक क्षेत्र ऐन पनि ल्याइसकेको छ र औद्योगिक व्यवसाय ऐन तर्जुमा भइसकेको छ र हामी आउँदो संसदको अधिवेशनमा त्यसलाई प्रस्तुत गरेर पास गराउने तयारीमा छौँ। त्यसै गरी बौद्धिक सम्पत्तिमाथिको अधिकार सम्बन्धी ऐन र कम्पनी ऐनमा पनि संशोधन। पत्रकार सम्मेलनमा निजी क्षेत्रले पनि सो सम्मेलनलाई सफल बनाउन सक्दो पहल गर्ने प्रतिबद्धता जनाएका छन्। नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ लगायतका निजी क्षेत्रका सङ्घ संस्थाहरूले सो सम्मेलनलाई सफल बनाउन आफूहरूले पनि सकेको योगदान गरिरहेको पनि जनाएको छ। नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले मुलुकमा विदेशी लगानी भित्र्याउन सम्मेलन सफल हुने विश्वास व्यक्त गर्नुभयो। 5 लाख रोजगारी थप सिर्जना गर्ने भनिरहेका छैन। हामी सधैँभरि गरिबीमा रहनुपर्ने हुनसक्छ। हामी जुन उद्देश्यका लागि लडिरहेका छौँ त्यो उद्देश्य पहिले पराजित हुने डर समेत सबैलाई आइरहेको हाम्रो लागि एउटा सुवर्ण अवसरको रूपमा निजी क्षेत्रले पनि गर्दा अब भन्दा तपाईँको देशमा पोलिटिकल सिचुएसन अहिलेसम्म स्टेबल छैन, अहिलेसम्म तपाईँहरूको ऊर्जाको समस्या छ, तपाईँहरूको लेबरको समस्या छ भनेर समस्याहरू देखाउनुहुन्थ्यो भने मलाई लाग्छ अहिलेको लगानी सम्मेलनले एउटा नयाँ ऊर्जा थपेको छ। किनभने धेरै लामो पोलिटिकल अनरेस्ट पछि चाहिँ हामी एउटा स्टेबल गभर्मेन्टमा आएको छौँ र यो जुन एउटा हिस्ट्रीको एउटा एकदमै स्ट्रङ गभर्मेन्ट र यो गभर्मेन्टले चाहिँ आर्थिक समृद्धिलाई नै पहिलो एउटा आफ्नो चाहिँ लक्ष्य राखेर अगाडि बढेकोले गर्दाखेरि चाहिँ अहिले चाहिँ लगानी गर्ने वातावरण छ भनेर हामीले पनि आफ्नो जुन लगानीकर्ताहरू आफ्नो महासङ्घबाट पनि यस्ता कुराहरू पनि भनिरहेका छौँ। नेपाल उद्योग परिसंघका अध्यक्ष डाक्टर हरिभक्त शर्माले नेपालमा लगानी भित्र्याउन आफूहरूले पनि सो सम्मेलनका लागि आवश्यक सहयोग गरिरहेको बताउनुभयो। उहाँले मुलुकलाई समृद्ध बनाउने सरकारको अभियानमा सबैको साथ र सहयोग आवश्यक रहेको पनि स्पष्ट पार्नुभयो। मिलेर
भएर यो लगानी सम्मेलनमा आफ्नो सम्भव भएसम्म हामीले कन्ट्रिब्युट गरिरहेका छौँ। धेरै ठुलो समयपछि यो लेभलमा एउटै थलोमा विदेशका लगानीकर्ताहरू नेपालमा आएका छन्। त्यसकारण नेपालको लगानीको वातावरणको बारेमा उनीहरूको संशय हटाउने एउटा हाम्रो लागि अवसर हो। नेपाल विगतमा राम्रो इन्भेस्टमेन्ट डेस्टिनेसनको रूपमा मानिँदैन थियो, तर अहिले नेपाल परिवर्तन भएको छ। इन्भेस्टमेन्ट गरेर नेपालमा कम्पनीहरूले व्यापक रूपमा मुनाफा पनि कमाएका छन्। विदेशको लगानीको जुन हिसाबको सफलताको रेट छ, हामी कहिले यसलाई मार्केट गर्ने धेरै तात्पर्य चाहिँ नमिलेको हुनाले मात्रै हो। नेपालको रेट अफ रिटर्न पर एनी एफडीआई इज एक्स्ट्राअर्डिनरी। राम्रो मात्रै होइन कि संसारमा सबैभन्दा बढी व्यापक रूपमा मुनाफा कमाउने मार्केटमध्ये नेपाल पर्छ। हालाकि हाम्रा सङ्ख्या चाहिँ कम छन्, त्यसकारण हामीले यसलाई मार्केट गर्नुपर्नेछ। सम्मेलन 2019 को पूर्व 2 दिनसम्म चल्ने सम्मेलनबाट मुलुकको समृद्धिका लागि आवश्यक लगानी भित्राउन सफल हुने विश्वास गरिएको छ। सरकारले यसअघि 2073 सालमा पनि लगानी सम्मेलन आयोजना गरेको थियो। सोही सम्मेलनलाई आधार बनाएर मुलुकलाई समृद्ध बनाउन थप वैदेशिक लगानी जुटाउन यो वर्ष पनि दोस्रो लगानी सम्मेलन आयोजना गरिएको अर्थमन्त्री खतिवडाले स्पष्ट पार्नुभयो। जिल्ला प्रहरी कार्यालय रौतहटमा प्रहरी उपरीक्षक भूपेन्द्र खत्री आए लगतै जिल्लामा शान्ति सुरक्षाको स्थिति दिन प्रतिदिन सुदृढ हुँदै गएको छ। यसै क्रममा आज जिल्ला प्रहरी कार्यालय रौतहटको प्रहरी निरीक्षक पप्पू नायकको कमान्डमा मौलापुर नगरपालिका सगैया पिप्रा टोल वडा नम्बर 8 स्थित 5 कठामा लगाएको अफिम नष्ट गरेका छन्। मौलापुर नगरपालिका वडा नम्बर 8 मा मकै खेतमा मकैसँग अफिम लगाएको सूचना पाए लगतै जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्रहरी निरीक्षक नानको कमान्डमा गएको टोलीले उक्त अफिमको बिरुवा नष्ट गरेको छ। यस्ता क्रियाकलाप गर्नेलाई कानुनी दायरामा ल्याई कानुनी बमोजिम कारबाही गर्ने प्रहरी उपरीक्षक खत्रीले बताएका छन्। गत आइतबारदेखि सञ्चालनमा भएको एसई परीक्षामा 2075 को तेस्रो दिन जनकपुरको एक परीक्षा केन्द्रबाट 1 जना पक्राउ परेका छन्। जनकपुरधाम उपमहानगरपालिकाको बसैया स्थित गोपाल प्रसाद मावि परीक्षा केन्द्रमा एक 18 वर्षीय युवकले नक्कली दस्तखत गरी बनाएको कार्डले परीक्षा केन्द्रभित्र छिरेपछि पक्राउ परेका हुन्। उक्त परीक्षा केन्द्रमा बिहान 8 बजेदेखि सुरु भएको गणित विषयको परीक्षामा निरीक्षकको नक्कली कार्ड परिचय पत्र बनाएर भित्र छिरेका 18 वर्षीय गुरु शरण दासलाई प्रहरले पक्राउ गरेका छन्। बसैया परीक्षा केन्द्रका केन्द्र अध्यक्ष महावीर दासका अनुसार युवकले कृत्य हस्ताक्षर गरी भित्र छिरेका थिए। पहिलो दिनभित्र छिरेका ती युवक परीक्षामा खटिएका तथा विद्यालय कर्मचारी भन्दा नयाँ देखिएपछि शङ्का लागेको थियो। शङ्काको आधारमा खोजबिन गर्दा उनी नक्कली कागजमा नक्कली हस्ताक्षर गरी भित्र पसेका थिए। शङ्का लागेपछि कृत्य हस्ताक्षर र नक्कली निरीक्षण भेटाएपछि केन्द्र अध्यक्ष दासले स्वयं प्रहरलाई बोलाएर उनलाई पक्राउ गर्न लगाएका थिए। उनी कार्यालय सहयोगीको नाममा कार्ड बनाएर भित्र छिरेका थिए। उनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ। अब खेल समाचार। ओलम्पिक छनौटको दोस्रो चरणको लागि नेपाली महिला फुटबल टिमले आजदेखि तयारी सुरु गरेको छ। ललितपुरको सातो बाटो स्थित एन्फा मैदानमा आज बुधबारदेखि महिला टिमले अभ्यास थालेको हो। गत चैत्र 8 गते विराटनगरमा सम्पन्न साफ महिला च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली महिला टिमले केही दिनको विश्रामपछि पूर्ण अभ्यास थालेको हो। मुख्य परीक्षक हरि खड्काले राम्रो खेल्दै नेपालले सकारात्मक नतिजा ल्याउन बताए। उनले भने हिरो गोल्ड कप साफ महिला च्याम्पियनसिप खेलेको कारण सबै खेलाडीको खेल निखारिएको छ। साफमा भएको कमी कमजोरीलाई सुधार गर्दै राम्रो नतिजा ल्याउने लक्ष्यमा छ। जापानमा 2020 मा हुने ओलम्पिक खेलकुदको महिला फुटबलको एसिया क्षेत्र छनौटको दोस्रो चरणको खेल सुरु हुन धेरै दिन छैन। यही अप्रिल 3 तारिकदेखि म्यानमारमा ओलम्पिकको दोस्रो चरणको खेल हुँदैछ। समूह ए मा रहेको नेपालसँगै आयोजक म्यानमार, इन्डोनेसिया र भारत रहेका छन्। नेपालले आफ्नो पहिलो खेल 3 अप्रिलमा आयोजक म्यानमारसँग खेल्नेछ। दोस्रो खेलमा नेपालले भारतसँग 6 अप्रिल प्रतिस्पर्धा गर्दैछ। भारतलाई साफको बदला लिने लक्ष्यमा नेपाल हुनेछ। छनौटको अन्तिम खेलमा नयाँ प्रतिद्वन्दी इन्डोनेसियासँग नेपाल 9 अप्रिलमा प्रतिस्पर्धा गर्नेछ। समूहको शीर्ष स्थानमा पर्ने टिम मात्रै अघिल्लो चरणमा प्रवेश गर्नेछ। हस्त अपन न्युज अहिलेलाई यति नै। पल पल खबर तेज नजर हेर्दै रहनुहोला अपन टेलिभिजन। नमस्कार।